यी 3 मिस्टेकहरू गर्नुभयो भनेदेखि चाहिँ तपाईहरुले भर्नु भएको आइपिओ रिजल्ट आउनुभन्दा अगाडि नै क्यान्सल हुन्छ है। त्यसैले यो 3टा रिजनहरू चाहिँ एकदमै ध्यानपूर्वक सुन्नु होला है। नम्बर 1 मा रहेको छ मल्टिपल डिम्याट अकाउन्ट। तपाईहरुले चाहिँ एक भन्दा धेरै डिम्याट अकाउन्ट आफ्नै नाममा बनाउनु भएको छ अनि एक भन्दा धेरै डिम्याट अकाउन्टबाट आइपिओ अप्लाई गर्नुभयो भनेदेखि चाहिँ तपाईहरुको नाममा भएको सबै डिम्याट अकाउन्टको आइपिओ एप्लिकेसनहरू चाहिँ रिजेक्ट हुन्छ है। त्यसैले एक भन्दा बढी डिम्याट अकाउन्टबाट नभर्नु होला। सेकेन्ड मिस्टेक भनेको चाहिँ तपाईहरुको खातामा पर्याप्त ब्यालेन्स नहुनु। हाम्रो आइपिओ नर्मल्ली 100 रुपैयाँमा आइराखेको हुन्छ र यो 100 रुपैयाँमा आइराखेको आइपिओलाई 10 किता भर्न मिल्छ मिनिमम, र यो 10 किता मिनिमम भर्दाखेरि चाहिँ 1000 रुपैयाँ चाहिन्छ। तर कुनै कुनै ब्याङ्कहरूले चाहिँ सर्भिस चार्जको रूपमा 5 रुपैयाँ वा 10 रुपैयाँ वा 20 रुपैयाँसम्म चार्ज गरिदिन्छन्। त्यसैले यो पर्याप्त ब्यालेन्सहरू चाहिँ तपाईहरुको खातामा हुनै पर्छ है। यो तेस्रो नम्बरको कुरा गर्नुभन्दा अगाडि चाहिँ एउटा सानो इन्फर्मेसन, हाम्रो काठमाडौँ वा होल नेपाल नै एकदमै चिसो हुँदैछ। त्यसैले तपाईहरु तातो पानी खाएर न्यानो भएर बस्नु है। अनि त्यो न्यानो भएको ज्यानले हाम्रो यो अकाउन्टलाई पनि फलो गरिदिनु है त, ताकि यस्तै राम्रो राम्रो कन्टेन्टहरू हामी अरु पनि लिएर आउन सकौं। र अति नै महत्त्वपूर्ण यो तेस्रो नम्बरको कुरा है। यो चाहिँ हाम्रो यदि नाबालिगको खाता छ वा हामी देशभन्दा बाहिरपट्टि छौं वा 11 महिना भइसक्यो आइपिओ नआएको र यो लामो समयमा चाहिँ हामीले बिचमा कारोबार पनि गरेको छैनौं, ब्याङ्क अकाउन्टमा केवाइसी भेरिफिकेसन गरेको छैनौं वा अरु कुनै डकुमेन्टहरू जुन ब्याङ्कलाई चाहिन्छ रेगुलर अपडेटेड हुनको लागि अकाउन्ट, त्योहरू भरेको छैनौं भनेदेखि चाहिँ हाम्रो ब्याङ्क अकाउन्ट डिएक्टिभ भएर बसेको हुन सक्छ र यो डिएक्टिभ भएको ब्याङ्क अकाउन्टबाट हामीले आइपिओ भर्दाखेरि चाहिँ हाम्रो आइपिओ को एप्लिकेसन स्वतः क्यान्सल हुन्छ। भाग्यो फलो नगरिकन भाग्यो।